जब तपाईको गोजी खाली हुन्छ नि तब तपाईको कुराको खासै भ्याल्यु हुँदैन तर जब तपाईसँग पैसा आउन थाल्छ मानिसहरू तपाईको जुनै कुरा पनि एकदमै ध्यान दिएर सुन्न थाल्छन् हामीलाई सानैदेखि सिकाइन्छ कि इज्जत व्यवहारबाट कमाइन्छ तर आजको यो दुनियाँमा धेरै जसो मान्छेले इज्जत हैसियत हेरेर दिने गर्छन् तपाई जतिसुकै असल मान्छे बन्नुस् कसैको लागि जतिसुकै अवेलेबल रहनुस् यदि तपाईले जीवनमा केही हासिल गर्नु भएको छैन भने मानिसहरूले तपाईलाई बिस्तारै इग्नोर गर्न थाल्छन् किनभने धेरैले तपाईको फिलिङ्स होइन तपाईको भ्याल्यु हेर्छन् र आजकल मान्छेको भ्याल्यु उसको ब्याङ्क ब्यालेन्सबाट नापिन्छ जबसम्म तपाई जीवनमा केही बन्नुहुन्न तपाईको कुरा कसैले सुन्न पनि चाहदैनन् मान्छेलाई तपाईको दुःख र सङ्घर्षसँग कुनै चासो हुँदैन उनीहरू केवल रिजल्ट हेर्छन् यो दुनियाँको सत्य यही हो कि इज्जत कसैसँग मागेर पाइँदैन यो त आफैले बनाउनै पर्छ र यो अहिलेको दुनियाँमा त झन् इज्जत पाउनको लागि पैसा कमाउनु एकदमै जरुरी छ त्यसैले यो कुरा जति छिटो बुझ्नुहुन्छ त्यति नै राम्रो अरूको पछि लागेर इज्जत खोज्नु भन्दा आफ्नै भविष्य राम्रो बनाउने तर्फ लाग्नुस् किनकि जुन दिन तपाई आफूलाई सफल बनाउनुहुन्छ तपाईले कसैसँग इज्जत माग्नु पर्दैन इज्जत आफै तपाईको पछि पछि आउनेछ